सो आज हामीहरूले क्लास 8 को BLE को यो इन्डिसेस छ जो हामीहरूको अलजेब्रा अन्तर्गत पर्ने गर्छ। यो हामीहरूको क्वेशन नम्बर 6 को ए मा बोर्ड एक्जाममा सोध्ने गरिन्छ। यो अब यहाँ हामीहरूको आज यस भिडियोमा हामीले क्वेशन नम्बर 1 गर्ने हो। क्वेशन नम्बर 1 मा के भनेछ भन्दाखेरि फाइन्ड द भ्यालु अफ 2 होल माइनस 2 अपन 3। सो यसको एन्सर 1 अपन 9 आउने गर्छ। सो यसले अब लेट्स गो एन्ड डू इट नाउ। यहाँ मेरे को इंडेक्सेस क्वेश्चन नंबर 1 27 होल माइनस 2 अपन 3 छ। यसको म यहाँ एन्सर पनि लेखिदिन्छु 1 अपन 9 आएको रहेछ। सो सोल्युसन गरौँ। माइनस 2 अपन 3 रहेछ हैन। अब यो 27 छ। 27 भनेको के हो भन्दाखेरि 3 को क्यूब 3 इन्टु माइनस 2 अपन 3 त्यहीलाई लेख्ने हो। अब यहाँ इन्टु छ भने यसले हामीले काट्न सक्यो। अब 3 को होल माइनस 2 बाँचिएको छ। अब एउटा हामीहरूको यहाँ रुल के छ भन्दाखेरि यहाँ यसरी लेख्नु पर्छ। हामीहरूले यो लेख्नु पर्छ। यसको मतलब के भन्दाखेरि कुनै पनि भेरिएबल यो न्युमेरिकल छ त्यसको पावर माइनस छ भने त्यसको पावरले पोजिटिभ बनाउनका लागि पहिला हामीहरूले माथि 1 थप्ने होल गरेर फेरि तल यहाँ हामीहरूले त्यसको पावर प्लस भइहाल्छ कि। अब यहाँ के छ प्लस 1 छ, केही छैन भन्दाखेरि प्लस 1 छ। सोही अनुसार मैले यहाँ गर्छु 1 अपन 3 को पावर होल यहाँ प्लस 2 भइहाल्छ। 1 को 1 हुन्छ। 1 को पावर 2 भनेकै 9 हो। 1 को पावर 2 भनेकै 9 हो। अब ल यहाँ मेरो एन्सरबाट ठिक्कै मिलेको छ कि एन्सर सिटमा पनि 1 अपन 9 आएको रहेछ। यहाँ मेरो एन्सर सिटमा पनि 1 अपन 9 आएको रहेछ अनि यहाँ पनि 1 अपन 9 आएको रहेको छ। सो यो प्रोसेस अपनाएर हामीहरूले यो क्वेशन सल्भ गर्न सक्छौँ। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।